हेलो साथीहरु नमस्कार। म फेरि आज अर्को जुगार लिएर आएको छु। जुगार तपाईहरु अत्तालिनु भएको छ होला हैन। अब खेती लगाउने टाइम भयो। गोबर कसरी फ्याक्ने, खेताला लाउने, डोकामा बोक्ने 3-4 जना थियो। फेरि पैसा छैन मसँग, कहाँबाट तिर्नु भनेर सोचिराख्नु भएको छ होला। त्यसको लागि म जुगार लिएर आएको छु। नआत्तिनुहोस्, टेन्सन लिनु पर्दैन। अब आउनु जुगाड हेरौँ कस्तो छ गोबर फ्याक्ने सिस्टम। म हो यसरी जुगाडको म भिडियो लिएर आउँदैछु है। ल जाउँ, सिधै जाउँ जुगाडको भिडियो हेरौँ। अत्तालिने हैन है। भिडियो मजाले पुरा सबै भिडियो फुल वाचिङ गर्ने, अनि सक्नुभयो भने चाहिँ शेयर गरिदिने, अनि सब्स्क्राइब गरिदिने, फेसबुकमा फलो गर्ने, युट्युबमा गएर सब्स्क्राइब गरिदिने, अनि मिठो मिठो कमेन्ट गर्ने है। त्यो जुगारमा चाहिँ तपाईलाई एउटा बेल्चा चाहिने हुन्छ। बेल्चा चाहिँ जरुरत छ। यदि फेरि बेल्चा पनि किन्ने छैन पैसा भन्नुहुन्छ भने त्यो पनि भन्नु, कमेन्ट गर्नु, म त्यो पनि जुगाड गरेर लगाउँछु है। बेल्चा पनि पर्दैन, तर अहिले फिलहाल चाहिँ मैले बेल्चा युज गर्छु। र केमा बोक्ने आउनु, ल आउनु। गोबर हैन, बगानमा यस्तो बगानमा फ्याक्ने कसरी फ्याक्ने देख हेर्नु। आउँदो गोबर हैन, पुरा मैले गोबर हालिसकेको छु। तपाईहरुलाई देखाइदिएको छु गोबर हाल्ने सिस्टम तरिका हैन। आउनु यसरी के गरेर हाल्ने त। तपाईहरु अत्तालिनु भएको छ होला, पैसा छैन, 4-5 जना मान्छे लगाउँ भनेर चिन्ता नगर्नु। आउनु जुगार हेर्नु। मेरो जुगार सिर्फ एक जनाले एक दिनमा 1 बिघा सरकारी बिघा 1 बिघा चाहिँ तपाईहरुलाई एकदम 100% म ग्यारेन्टी दिन्छु, एक जनाले सक्नुहुन्छ। त्यसको लागि हामीहरुलाई एउटा बेल्चा भनिन, बेल्चा पनि यो पनि किन्ने पैसा छैन भन्नुहुन्छ त्यो पनि कमेन्ट गर्नु, म जुगार लगाइदिन्छु त्यसको पनि। सो हामीहरुलाई त्यसको लागि यो बेल्चा भयो हैन, बेल्चा। अनि हामीहरुलाई अब एउटा गाडी चाहिने हुन्छ है। गाडी हेर्नु, अब हामीसँग पैसा छैन हैन त हामी ठेलाका चक्का किन्छौँ होला। कमसेकम 4-5 हजार रुपैयाँ पर्छ ठेलाको धुरा र चक्का किन्दा हैन। त्यसको लागि चाहिँ अब हामीहरूले चाहिँ के गर्नुपर्ने हुन्छ नि, फर्स्ट यस्तै काठका है। काठ त तपाईहरुको घरमा आरा त सबैको घरमा हुन्छ। यति सानो चक्का है हैन, यो चक्का काट्ने 2टा चक्का यता र उता हैन। त्यसको पछि हामीहरूले चाहिँ अब हेर्नु है, त्यसको पछि यो चक्का काटेर यो रड फसाउने हो। यो सानो एउटा बिनीले दुलको छेड्ने हो हैन। दुलको छेड्ने कसरी भन्नुहुन्छ नि, यो काठको पनि दुलको छेड्ने हो हैन। यो काठ फेरि काटिङ अर्कै छ। अब चक्का त भुइँ तपाईहरु भन्नुहुन्छ नि यति होचो छ, माटामा ठोकिहाल्छ नि जोटे ठाउँमा भन्नुहुन्छ होला। त्यसको लागि यसरी यो कटिङ हान्ने हो। यो दुईपट्टिहरु दाउले कटिङ गर्ने हो हैन, यसरी। अनि यस्तो एउटा काठ चाहिने हुन्छ हामीलाई, यो र एउटा लामो यो काठ चाहिने हुन्छ। यो काठ भएपछि यसरी खोल्ने हो हैन, यसरी खोल्ने। यो चाहिँ मेरो अलिक फुटो र यसरी। अनि यहाँ यो लगाउने काठ यहाँ दुलको भित्र हाल्ने, यसरी फेसो ठोक्ने। यो काठ अलिक तास्ने र यहाँ फेसो ठोक्ने। यो पनि सिस्टम त्यही हो। यहाँ दुई देख्न सक्नुहुन्छ है, भित्र रड छ, छेडेर बिनीले छेडेर रडभित्र फसाइदिएको छु। यो छेड्दा फेरि यहाँ माथि छेड्ने होइन, यस्तो यहाँ तल छेड्ने भएपछि हाम्रो अलिक अल्गो पनि हुन्छ, हाइट आयो। त्यसमा अझै ठोकिन्छ जस्तो लाग्छ नि तपाईहरु यसरी कटिङ देख्नु भाइ। यो कटिङ हान्ने हो हैन। त्यसको पछि हामीलाई अब अलिक काँटी चाहिने हुन्छ। हेर्नु है, 2-3 खिली यो काँटी दबाउने हो। यही काँटी दबाउने, यो काँटी दबाएर चाहिँ यहाँ यसरी। अब एउटा प्लास्टिकको बोरा चाहिन्छ है, प्लास्टिकको बोरा। यो चाहिँ मेरो प्लास्टिकको बोरा हो, काटेर ठुलो बनाउने। यसरी छेड्ने, अब ठक स्याले काट्ने, अनि यस्तो एउटा कपडाले बाँधिदिने हो। अनि हामीलाई यो साइडमा पनि बाँध्नु पर्ने हुन्छ यसरी हैन, यसरी बाँध्ने। यहाँ पनि एउटा काठै भए पनि हुन्छ। मेरो चाहिँ रडहरू मैले रड हालिदिएँ, यो रड लगाइदिने। त्यसपछि हेर्ने यहाँ गाडी, अब गोबर, यसमा गोबर लगाउने कसरी। अब हेर्ने यहाँ तरिका चाहिँ यो बेल्चा उठाउने, यसो गर्ने, लगाउने यसरी। हेर्नु है, यसो गर्ने, यहाँ लगाउने जुगाड। यो गाडीमा चाहिँ हामीले जुगाड गर्ने यो तरिकाले हो हैन। गाडीमा अब हाल्ने हो यसरी हैन। अब हेर्नु, अब यो ल्याएर जान्छ। यो हो तरिका। अब देख्नु भाइ, यसो गर्ने हो, लाने हो। अब ठ्याक्कै कहाँ फ्याक्ने हो, सट्ट गर्ने। देखिहाल्नु भयो मेरो जुगाड। एकजनाले दिनमा 1 बिघा गोबर हाल्ने जुगाड चाहिँ यही हो।
तपाईँहरू पनि नअत्तालिनु, यसरी काटका चक्का काट्ने, 1-2टा रड रेडी गर्ने, दुल्को छेड्ने अनि बोरा बार्ने, यसरी बनाउने। ल अहिलेको यो जुगारको भिडियो कस्तो लाग्यो कमेन्ट गर्नु होला।